आमा त्यो तलको खेत पनि धितो राख्नु पर्यो है। खोइ के भनौँ, मैले भाइलाई सोध्नुपर्छ बाबु। होइन त्यति भित्र राख्नको लागि पनि किन सोधिराख्नु पर्यो भने उसको मन्जुरी नभइकन हुन्छ त, सोध्नु पर्यो नि त उसलाई एकचोटि। ल ल त्यसो भए ए कान्छा बाहिर आइज त। के भयो दाइ? सुन्न भाइ, त्यो तलको खेत पनि धितो राख्नु पर्यो कि, मलाई पैसा चाहिएको छ। अनि दाइ त्यो अगाडिको घडेरी पनि धितोमा छ, अनि त्यसपछि घर पनि धितोमा राख्नुभयो, अनि तलको खेत पनि धितोमा राखेर चाहिँ के गर्ने हो र भन्नु त? बरु दिन्न भन्न, किन नाना थरी कुरा गर्छस्? फुकुवा गरेर म सबै दिउँला, म खान्न तेरो। अहिले भाइले के नराम्रो भनेर रिसाएका तिमीहरू? हामीले नयाँ बिजनेस सुरु गर्न थाले भएर चाहियो हो कि त्यति जग्गा भित्र राख्न खोजेको रडाको मचाको चाहिँ बेचेरै खान थाले जस्तो। हामीले केही रडाको मचाएको होइन दिदी। यसरी सबै धितो राख्नुभन्दा बरु एउटा निखन्दै अर्को धितो राख्दै गएर काम चलाए हुन्छ भन्न खोजे मात्रै हो नि त। घरमै शत्रु भएपछि बाहिर किन खोज्न जानु पर्थ्यो र? हिँड बुढी। ला मेरो कारणले दाइ भाउजू रिसाएर जानुभयो। तिम्रो कारणले होइन, आफ्नै घमण्डले गर्दा हो। भो छोडिदेऊ, म कुरा गरौँला। दाइ अलि रिसाएछ। हुन्छ आमा। ए बुढा, तपाईँको भाइले जहिले पनि हामीले जे गर्न थाले त्यसैमा रोकिरहेको हुन्छ, हस्तक्षेप गरे हुन्छ। आमासँग कुरा गरेर फुर्का हाम्रो भएको अंश लिनु है। ल ल अब चाहिँ अंश नमागी भएको छैन, त्यसले अति नै गर्न थालेछ। बुढो भो छोडिदिनुहोस्, दाइ भाउजूलाई केही पनि नभनौँ। उहाँहरूको नि सम्पत्ति हो क्या, बेकार रिसाएर त्यस्तो गर्नुभयो। होइन, उहाँहरूको नि सम्पत्ति हो भनेर पहिलाको सारा सम्पत्ति धितो राखेको छ, त्यो फुका नगरिकन यो पनि राख्न दिएर चाहिँ के गर्ने हो र? भोलि सबै लिलामी भयो भने के गर्ने नि मैले? त्यो नि हो हुन त। आमा मेरो भएको अंश लगाइदिनु है, म छुट्टै बस्छु अब। के भनेको बाबु त्यस्तो? होइन, भागै चाहिएको हो भने धितो राखेको जति सबै फुकुवा गर्नु, अनि बल्ल पाइन्छ भाग। थाहा थियो के तैँले यस्तै गर्छस् भनेर? घर सल्लाह चाहिँ केही गर्नु छैन, त्यसै पैसा मात्रै चाहियो भनेर उफ्रेर हुन्छ? तँ को होस् र तँसँग सल्लाह गर्नलाई? तपाईँको लागि कोही नभए पनि आमाको छोरा हुँ म। तपाईँको जति अधिकार छ नि यो घरमा सम्पत्तिमा, त्यति अधिकार मेरो पनि छ, बुझ्नुभयो? चुप लाओ तिमीहरू, दुइटै चुप लाओ। यो सम्पत्ति न तिम्रो हो न तिम्रो हो। यस्तो झगडा गर्छौ भनेदेखि मैले कसैलाई नि दिन्न, मैले दान गरिदिन्छु। मैले के नराम्रो भनेर आमा? दाइ आफै निखोज्नु भएको होइन र? तिम्रो दोष छैन जान्छौ, सरासर तिम्रै दोष छ। त्यसै त यो भएको सम्पत्ति जम्मै धितो राखेका छौ। यो फुकुवा नगर्ने भने यो सबै लिलाम हुन्छ। मेरो तिमी मात्रै छोरो होइन, कान्छो छोरो पनि छ। तिम्रो मात्रै मनमुटाइ गरेर हुँदैन। पहिले यो धितो फुकुवा गरेर आऊ, अनि बल्ल पाउँछौ अंश, नत्र पाउँदैनौ।